रवि, बालन र कुलमान सँगै एकै ठाउँमा आए भन्ने समाचार एउटा म जस्ता मान्छेको लागि एउटा एक्साइटमेन्टको न्युज थियो। अल अफ अ सडन फेरि कुलमानसँग सहकार्य हुन सकेन भन्ने न्युज सुन्नमा आइरहेको छ। हुन त कुलमान यी तिनै पक्षहरू सँगै एकै ठाउँ आएर अझ मैले अघि भने नि हर्क साम्पाङ जस्ता पात्रहरूलाई पनि सँगै जोडेर लिएर जान सकेको भए सक्ने हुँदा भन त अझै पनि समय छ, तर अलिकति ढिलै हुनसक्छ यदि चाँडो गर्न सकिएन भने। त्यसरी गर्न सके त अझ राम्रो हो। तर मैले भने धेरै मान्छेको अभिमान हुन्छ, एउटा तन्किनु, झुक्नु, लोयल हुनुको पनि एउटा सीमा हुन्छ। त्यो हदमा हुँदाखेरि पनि मान्छेहरूमा अरूभरि डिमान्ड र मागहरू हुन थाल्यो भनेदेखि त सजिलो छैन कम्प्रोमाइज हुनलाई। अहिले फेरि कुलमान पछि हटे, सहमति हुन सकेन भन्ने खालको समाचार जुन आयो, अब यसमा रविको पक्षबाट हेर्दाखेरि चाहिँ नि मैले सक्दो लचिलो हुन प्रयास गरेको हो तर सकिएन भन्ने कुरा आयो भने, अर्को चाहिँ बालनको भन्दा पनि बढी आफ्ना मेम्बरहरूलाई चाहिँ नि राख्नुपर्ने विभिन्न खालका मागहरू होला नि त। तर एउटा पदीय लोभमा गयो भने चाहिँ सकियो, ध्वस्तै हुन्छ। अहिले चाहिँ यो पदको कुनै आश नगरिकन एकै ठाउँमा जुटेर एकदमै पहिलाका पार्टीहरू जसले चाहिँ हामीले ठाउँ दिँदा पनि गर्न सकेन तिनीहरूलाई परास्त गर्नु र एउटा वैकल्पिक शक्ति र ऊर्जा बनेर चाहिँ भित्रिनु सबभन्दा ठुलो महत्त्वपूर्ण काम थियो छ। यसलाई चाहिँ नै सबैले बुझिदिएदेखि कति राम्रो हुन्थ्यो। कुलमानका पनि के माग भए, यिनमा पनि अलिकति पदीय लोभ बढी देखिन थाल्यो कि जस्तो लाग्न थाल्यो। किन भन्दाखेरि अस्ति राजीनामाकै कुरा आउँदाखेरि पनि मेरो आफ्नो मान्छे भएलाई ल्याऊ अनि छोड्छु भन्ने बित्तिकै हत्तपत्त चाहिँ नि राजीनामा नदिने, त्यो देख्दाखेरि उनले जति नै बत्ती उज्यालो बाले पनि भित्री रूपमा चाहिँ त्यति उज्यालो छैनन् कि क्या हो भन्ने जस्तो आभास चाहिँ यिनले दिन खोजे। त्यस्तो नहोस्।